आज चाहिँ म 220 पल्सरको बारेमा र एफजेड अनि त्यसपछि गरेर रोनिङ तिनवटा बाइकहरूको बारेमा चाहिँ हामी आज थोरै जानकारी लिनेछौँ। जस्तो कि 220 पल्सर भयो एकदम पपुलर बाइक हो क्या। रोनिङ भयो, रोनिङ पनि लास्ट टाइम धेरै चलेको बाइकहरूमा पर्छ। एफजेड 250 त अब कुरै नगरौँ, 220 सिरिजकै बाइकहरू हुन्। भन्दा नि रिसेल भ्यालु पनि तपाईँको के छ भने यो बाइकहरूको घटबड छ क्या, तलमाथि छ। तर पल्सरलाई चाहिँ अहिलेसम्म टक्कर दिन सकेको छैन कुनै पनि बाइकले। ल यो बाइकहरूको चाहिँ थोरै जानकारी लिन्छ भने त तिनवटाको नेपालमा चाहिँ कस्तो कन्डिसन छ, के छ, यस्तै कुराहरूमा थोरै हामी कुरा गर्छौँ। 220 चाहिँ धेरै पपुलरै बाइक हो अहिलेसम्म नेपालमा चाहिँ। अनि अब यसको कुरा गर्नुपर्दा यहाँ सरसरी तपाईँहरूले मैले लेखेको पनि छु केही कुराहरू, यो पनि पढ्न सकिन्छ है त यो कुराहरू नि। म चाहिँ सरसरी छोटो मिठो भिडियो बनाउने कोसिस गर्छु। अनि अब यो चाहिँ कस्तो खालको इन्जिन हो भन्दाखेरि चाहिँ आइल कुल्यान्ड इन्जिन हो। अनि ट्विन स्पार्क भएको अहिले चाहिँ एफआई पनि लन्च भएको छ है त 220मा। अनि अब यसको पावर भनेको 20.4 पिएसको छ होइन। टर्क 1855 एनएमको हानेको छ भनेदेखि अब गियर स्पिड भनेको 5को हुन्छ। 130देखि 40 जान्छ यसको है स्पिड चाहिँ। हाइवेमा चाहिँ एकदम खतरा नै हुन्छ, चलाउन पनि अनि इजी नै लाग्छ। अब माइलेजको कुरा गर्नु पर्दाखेरि चाहिँ 35-40 भनेको छ। अब म्याक्सिमम हाइवेकै लागि यो कुराहरू लेखेको छ। अब ब्रेकिङ सिस्टम भनेको तपाईँको अगाडि डिस्क भयो, पछाडि नै डिस्कै हो। अब अगाडि एउटा चाहिँ एबिएस सिङ्गल च्यानल एबिएस पनि दिएको छ। टायरहरू डिस्क ब्रेक नै हुन्छ। सस्पेन्सन चाहिँ एब्जर्भरवालै छ है सस्पेन्सन चाहिँ। अनि त्यसपछि अब चलाउनलाई चाहिँ स्मुथ हुने भएको हुनाले स्मुथै छ। अहिले आएको नयाँमा चाहिँ डिजिटल मिटर फुल्ली छ, त्यसपछि ब्लुटुथ कनेक्ट छ, अरू फिचरहरू नयाँ नयाँ थपेको छ। युएसबी चार्जर पोर्ट पनि राखेको छ के अरे अहिले। ट्याङ्की क्यापेसिटी भनेको 15 हुन्छ होइन। अब यसको वेटको कुरा गर्नुपर्दा 160 केजी छ बजाजको। ग्राउन्ड क्लियरेन्स भनेको 165 एमएम छ। र प्राइसको कुरा गर्नुपर्दा चाहिँ 4,95,000 450 भ्याउँछ होला सबै गर्दा। अब फाइदा भनेको त तपाईँको यो बाइक चढ्दाखेरि पावरफुल छ, हाइवेमा स्टेबल एकदम, त्यस्तो ढकुनी हुँदैन, अब कन्फिडेन्टको साथ चलाउन पाइयो। त्यस्तै छ बाइकको चाहिँ। अब 220को कुरा गर्दा त्यही नै हो। अब एफजेडको कुरा गर्नुपर्दा चाहिँ तपाईँको एफजेड 250, ओहो यो बाइक त स्पोर्टी डिजाइन, एकदम खतरा देखिने बाइक हेर्दा पनि। एयर कुलिङ इन्जिन छ यसमा। 149 सीसीको हो भने एयर कुलिङ इन्जिन एफआई पाउन सकिन्छ। 20 पिएसको आरपिएम छ भनेदेखि अब 20 एनएमकै टर्क पनि छ है त यसमा, बराबरै छ है। त्यही भएको हुनाले नै हुत हिँड्छ बाइक। अनि स्पिडको कुरा गियर स्पिड भने 5कै छ। 120देखि 130 हान्ने रहेछ यसले स्पिड, यसको नि राम्रो छ। सिटी राइडमा अफ रोडमा भन्दा नि सिटी राइडमै राम्रो हो यो बाइक भनेको। 40-45को माइलेज छ, माइलेज बेटर है। ब्रेकिङ सिस्टम डुल च्यानल के अरे डुल डिस्क ब्रेक भयो, दुइटै डिस्क ब्रेकमा। अनि एबिएस सिङ्गल च्यानल एबिएस आउँछ भनेको डुल च्यानलै होला यसको, अगाडि पछाडि नै आउँछ नयाँमा है। टायरहरू ट्युबलेस नै हो। अनि अब पछाडि अगाडि त 220को जस्तै सस्पेन्सन आउँछ भनेदेखि, सक आउँछ भने। अब पछाडि चाहिँ सिङ्गल सकमा मोनो सक आउँछ। अब ग्रिप्स र ब्रेकिङ सेफ हुन्छ। अनि लाइटिङ अब फ्युचरको कुरा गर्नुपर्दा यसमा हेडलाइट डिआरएलको हो भनेदेखि फुल्ली डिजिटल मिटर आउँछ। डिजाइन मस्कुलर डिजाइनको फ्युल ट्याङ्क आउँछ होइन, स्पोर्टी लुक्समा पाइयो। 14 लिटरको ट्याङ्की पाइन्छ भनेदेखि 153 केजी हुने रहेछ है बाइक चाहिँ।
160 mm ग्राउन्ड क्लियरेन्स अलि सानो छ है 220 भन्दा चाहिँ यसको ग्राउन्ड क्लियरेन्स। अब त्यति नै हो। प्राइजको कुरा गर्नुपर्दा अहिले नयाँ 220 र एफआईवाला र यसको उस्तै बन्न जान्छ समथिङ मेरो विचारमा 4 लाख माथि नै हो, 50-70 त्यस्तै आउँछ होला। रोनिमको कुरा गर्नु पर्दाखेरि रोनिम टिभीएसको बाइक हो यो चाहिँ। यो बाइक त लाइक अब कस्तो छ भने होचो पनि छ क्या बाइक चलाउँदाखेरि, वेट अलि बेसी भएको जस्तो देखिन्छ। तर 125.9 सीसीको इन्जिन आयो भने सिङ्गल सिलिन्डर हो है, एयर कुलेन्ट इन्जिन हो, सब सेमै हो। कुलिङ सिस्टम 20 को पावर दिन्छ भने टर्क के छ यसको 1993 छ, 5 स्पिड गियर भइहाल्यो। लो आरपिएम पनि पावरफुल छ, सिटीको लागि स्मुथ हुन्छ। अब माइलेजको कुरा गर्नु 40-42 एप्रोभ ठिकै हो माइलेज भन्नुपर्छ यसको। अगाडि पछाडि एबिएस पनि रहेछ, ब्रेकिङ सिस्टम नै राम्रो छ है यसको। युएसटी फ्रन्ट सस्पेन्सन रहेछ भनेको तपाईँको मुनिबाट माथि ठेलिने सको मोनोसक, पछाडिको मोनोसक भइहाल्यो। सेफ्टीको लागि पनि राम्रो छ। अब फ्युचरको तपाईँको हेडलाइट एलइडी हेडलाइट हो डिआरएलमा होइन, फुल डिजिटल मिटर आउँछ भनेदेखि ब्लुटुथ कनेक्ट हुने सबैको एसएमएस कल भयो, सबै टेक्नोलोजीहरू यसैमा छ। एकदम राम्रो छ बाइक। ल 14 लिटरको ट्याङ्की छ, 160 केजी रहेछ बाइक। त्यति वेटी पनि होइन, एब्जेट सराइ रहेछ यो। देख्नलाई चाहिँ त्यस्तो देखिन्छ है। फेरि ग्राउन्ड क्लियरेन्स त ओहो 181 टप नै रहेछ नि, अरूभन्दा त दामी नै हो ग्राउन्ड। नेपालको बाटोको लागि चाहिँ यत्तिको 180-90 भन्दा माथि गयो भने चाहिँ बेस्ट नै हुन्छ। राम्रो रहेछ बाइक।